सुनसान बाटोमा होइन सरर हिँड्न के आनन्द हुन्छ यार। टक्कसँगले झन् गर्लफ्रेन्ड पनि सँगै भएको भए कस्तो मजा हुन्थ्यो होला। यो चिसो हावा खाँदै सरर हिँड्दाखेरि बाइकमा होइन। आहा एक्लै हिँड्दाखेरि त कसम गर्लफ्रेन्डको साह्रै याद आएको छ यार गाइज। मेरो गर्लफ्रेन्ड चाहिँ को हुने होला यार, भाग्यमानी को छ होला यार।